स्याड भइ नहाल्नु लाइफमा होइन। हार खाएपछि पनि तपाईँहरू हिम्मत नहार्नु। यही छ त मेरो पनि मैले धेरै धेरै कुरामा फेल भएँ होइन, तर अहिले मेरो राम्रो भयो नि त। मैले सोचेको पनि थिइनँ मेरो यस्तो हुन्छ भनेर। मलाई मेरो ड्याडले मेरो ममले महिनाको यसरी पैसा कमाउँछ भनेर सोचेको पनि थिएन। आज उनीहरू खुसी छ, सबैको टाइममा आउँदो रहेछ। मलाई नि त धेरैले भन्थ्यो, छिमेकीले भन्थ्यो, यसले भन्थ्यो हेर ट्यापे भएर हिँडिरहेछ होइन, काम छैन, रातभरि हिँडेछ, यस्तो गरेछ भन्ने खालको कति हुन्थ्यो दाइ होइन। तर अब अहिले आएर सबैले राम्रो गर्छ। त्यही हो जस अहिलेको यङ्स्टरहरू केटाहरूलाई बुझ्छ यस्तो कुराहरू। कति अब मेरो पहिलाको स्थितिमा अहिले कति केटाहरू गुज्रिरह होला नि त युवाहरू होइन। तिनीहरूलाई चाहिँ त्यही भन्न चाहन्छु म, अब जस हार नखानु, टाइम आउँछ, सबैको टाइम आउँछ बिस्तारै। अहिले म दुबई सुबैतिर हुन्थ्यो, कहीँ हुन्थ्यो कोरियन त नगरे नि दुबई कतारतिरै म गएर अहिले काम गरिरह हुन्थेँ। किनभने म यहाँ बसेर त मेरो केही कामै छैन नि त, पढेको भए पनि ड्याडीले पढ्छ भने थियो। अब पढ त्यो गिदी लागेर आफै पनि अब छोड्यो त्यो कुरा चाहिँ अलिकति रिग्रेट हुन्छ मलाई होइन। ठिकै छ।